मेरो बुटको हालत पानीले भिजाउनु हुन्थेन खासै है। मेरो 2500 गयो बुट गयो। बुटको हालत हेर्नुहोस् है गाइस, यस्तो छ बाटो हाम्रो। के गर्नु। हेलो गाइस, मैले चाहिँ बुट धोइदिएको एकदमै राम्रै भइरहेको छ। फेरि उस्तै हुन्छ हिँड्दा है। जे भला गयो जान्छ पाप्रा है। 2500 चाहिँ गयो जान्छ, बाल भएन है। ल आज चाहिँ म दिदी घर हिँडेको छु भाइटिकाको अघिल्लो दिन होइन। भोलि भाइटिका हो। त्यही भएर हामी चाहिँ राति नै ठ्याक्कै हामी चाहिँ 4:30 बजे चाहिँ घरबाट हिँडेको। अहिले चाहिँ ठ्याक्कै 6:20 भएको छ। ठ्याक्कै ढाडेपछि आइपुग्यो हामी है। ढाडेपछि चाहिँ हामी यो माथिको यो पछाडिको भाग जान्छौँ। अनि त्यसपछि यता चाहिँ हामी यो भाग छ नि, यो जाने बाटो चाहिँ यो मटेजिन्हु हुँदै जाने। अनि यता चाहिँ यो चकमा जाने बाटो। हामी चकमकै हुँदै भिन्थान हुँदै मावलसम्म पुगिन्छौँ है त गाइस। यस्तो छ। अब सबैलाई ह्याप्पी तिहार भन्न चाहन्छु। अनि तिहार लाग्यो अब र।